चलचित्र मोहरको 1 मिनेट 18 सेकेन्ड लामो टिजर सार्वजनिक भएको छ। मोहरमा देउकी प्रथाको कथा समावेश छ, जसमा देवी देवताको सेवा गर्न कन्याकेटी चढाउने सामाजिक विकृतिको अगेन्स्ट सन्देश यस मुभीले दिनेछ। त्यसरी चढाएको कन्याकेटीहरूलाई देउकी भनिने सुपरस्टिशियस बिलिभ अझै पनि प्रचलन छ। हालै सार्वजनिक भएको टिजरमा अभिनेता पलसँगै विनिशा हमाल, नीति शाह र बाल कलाकार सारा शर्माको अभिनय छ। टिजर हेर्दा मुख्य पात्र पल शाह डबल रोलमा रहेका छन्। डबल रोलमा देखिएका अभिनेता पलको कथा नायिका विनिशा हमाल र बाल कलाकार सारा शर्मासँग जोडिएको छ, जहाँ छोटो कपाल भएको पलको कथा नायिका नीति शाहसँग जोडिएको छ। निर्देशक ओम प्रतीकको यस चलचित्रमा पल शाह, अर्जुन जंग शाह, विनिशा हमाल, नीति शाह, मिथिला शर्मा, रविन्द्र झा, लक्ष्मी गिरी, मिस पबी, सुशील देवकोटा, लक्ष्मीनाथ तिमिल सिन्हा, सिद्धार्थ सिंह, माधव दत्त पण्डित, गीता थापा, नवीन खतेौडा र सारा शर्माको मुख्य भूमिका छ। यसरी पलको डबल रोलले अडियन्सहरूमाझ एक्साइटमेन्ट बढाएको छ, जसले गर्दा चलचित्रप्रति दर्शकहरूको रुचि बढेको छ।